बाहिर जानुहोस् तपाईँ एकछिन घर भिडियो बनाइदिन्छु नै घर जान लागेको बेलामा अब यस्तो भिडियो बनाउनु मेरो परिवारलाई म यस्तै सङ्कष्टमा हिँडिरहेको छु भन्ने होइन त्यो पनि नै अब घर यति यो टाइममा हिउँ पर्नु भने त ऊ हो नि त एउटा अमूल्य होइन अनि अमूल्य चीज हो नि अस्ति देखियो हिउँ त यहाँ त अब के थियो होला गाडी नै ढल्दिएको थियो पानी पर्ला भने त हिउँ परि छाड्यो त भोलि सुर्के जानु छ बाटो मलक त गर्दैन हो त्यसले अहिले गर्दैन गर्दैन होइन अब खोइ हिउँले गर्दैन होला क्या मैले भने गर्दैन यही पनि आइज नि यो क्या रोनी यहाँ नाम मेरो अब यो पातलो फुलफुलवाला आउँदो रहेछ होइन रातभरि आयो भने भएछ भने भोलि बिहान तपाईँहरू किन्नुहुन्छ होइन होइन अबको हिउँ त्यस्तो जम्ने खालको आउनु अरे खासै हुनु त हो किन तपाईँको त्यो ठार बन्दैन क्या लाग्न म पुरो जान्छु भने लाग्न आउनु गलीबाट आउँछ बरु पाछ कहाँबाट भित्ता आउँछ त राम्रोबाट आयो सिसा सिसा फुटिकन आयो कि तलबाट आज आउनु भयो कहिले आउनु अस्ति आयो सबैलाई जेनको कस्तो राम्रो मनमा पनि भन्ने नि त जेनको माया हुने त पाग्ला पनि पर मन नखाने बिचारा मसँगै त थियो म पछिल्लो गाडीमा थिएँ त्यो अघिल्लो गाडीमा कुन त्यो ट्र्याक्टर होइन होइन यहाँ जहाँ भएको एउटा गाडी आउँथ्यो ए बोलेरो बोलेरो होइन यस्तो गएर माथि रोडको भित्र ठोकेर चाहिँ रोडमा पल्ट्यो ए रोडमै अहिले तल जाउँ त सिधा तपाईँको तल तैँले हिल्डोमा पुग्ने होइन कस्तो त्यहाँ ऊ गरेछ जेसिपीले काम गरिरहेको थियो रोकिया रहेछ गाडी तैँले उड्नु अलिकन त त्यहाँ हिँडेछ क्या ड्राइभर निस्किहाल्यो त आफै उता गइहाल्यो छ गाडी सरेछ अनि होइन ब्याग भएछ त्यही भएर हो त्यो कहाँ म यति यति टाढा थियौँ हाम्रो गाडी अलिक तलै थियो त्यो गाडी अलिक माथि पुगिसक्यो आयो सिधै एक्कासी आयो क्या मान्छे चाहिँ अलिअलि भयो चटपटक भयो त अनि अहिलेसम्म सानाका मान्छे घाइते छ